हेलो एन्ड नमस्ते वेलकम टु माई युट्युब च्यानल गाइजहरू म धेरै पछि र धेरै ढिलो र धेरै छिटो तपाईँहरूको सामने बसिसकेको छु र यसै गरी मेरो युट्युब च्यानलमा आज तपाईँहरूको सामुन्ने अरू 5 जनाको नयाँ अनुहार आउनेवाला छ। त्यो नयाँ अनुहार हेर्नको लागि एकदम इच्छुक र एकदम एक्साइटेड भएर बसिरहनु होला। त्यो नयाँ अनुहार कहाँनिर र कतिखेर देखिन्छ भन्ने पछि चियामा बसिरहेको छु म। हस् त थ्याङ्क यू सो मच, धन्यवाद। भाइ के छ भाउ? हेलो हेलो ठिक छ। आज त हामी सटरडेको दिन हो। हामी चाहिँ एकदम माथि डाँडामा कापल गर्न जानेछौँ। अब हामी गएर कापल टिपेर भिडियो बनाउनेछौँ। हाम्रो अब धेरै पछि है गाइज अब भ्लग हाल्न गइरहेको छु म। भ्लगको आज चाहिँ बवाल भिडियो आउँदैछ। अनि जो जहाँ गए पनि मतलब होइन बाइक लिनु चाहिँ बानिया रेन्टलमा आउनु होला। जो जहाँ गयो नि मतलब होइन बाइक लिनु चाहिँ बानिया रेन्टलमा आउनु होला भनिसकेको छु। यति भनिसकेपछि आजको खर्च बानियाको तर्फबाट हो। साला हुइली आएन, हुइली आएन न, हुइली ओए आउँदैन झर मान्छु मादर चोत कि हुइली आएन कि झरकै मान्छु। अगाडि जाऊ न, अगाडि अगाडि जाऊ के। ल एभ्रिवान, हामी चाहिँ कापल खाने ठाउँको लगभग नजिक आइसकेका छौँ। मोडल जमानाको मोडल अनुसार अहिले काबुल खानालाई हिँडेर लौरी टेकेर क्याक्या खुन हुँदै घाँटी सुँगाउँदै जानु पर्दैन। अहिलेको सुविधा चाहिँ एकदम खतरा छ। बाइकमा सर गर्दै गइन्छ। हामी चाहिँ जङ्गलको बिचमा आइसकेका छौँ। त्यहाँ केटाहरू क्रिकेट खेल्दैछन्, रमाइलो हुँदैछ होइन। एकदम क्रिकेट खेल्ने हाम्रो ग्याङ हुन्। क्रिकेट खेल्ने हाम्रो ग्याङ हुन्। क्रिकेट खेल्ने हाम्रो ग्याङ। अनि बाइक चाहिँ हामीले बानिया रेन्टलबाट लिएर है, सबजना बानिया रेन्टल आउनु होला। ल अनि उहाँले चाहिँ एकदम मिलाएर दिनुहुन्छ होइन। हामी 4 जनाले लिँदा चाहिँ मैले चाहिँ फ्रीमा पाएको छु। म चाहिँ लगभग जति सक्दो जहाँ हुन्छ फ्रीमा। खेलाडी त ए मैले हाम्रो 5औँ अनुहारमा एकदम भयानक अनुहार पर्छ भने चाहिँ वहीँ हुनुहुन्छ हाम्रो 5औँ अनुहार। हाम्रो 5औँ अनुहारमा एकदम भव्य अनुहार चाहिँ वहीँको अनुहार होला। के रो असिम भाइ हेर त यहाँ के रहेछ यार। मायालुको लागि को हो मायालु? कानमा ढुम्री अहँ ल्याइदिएको छु नाकैमा बाबुलाकी सडाइ दियो गुमानेले राटा। मेरो भाइ फाइनल हो। मोबाइल नयाँ देख्छु नि त मैले। मोबाइल मोबाइल त नयाँ हो नि फेरि। 2.5 लाखको है मात्रै। ओ हाम्रो भाइ चढिसक्नु भएको छ काफल है। मात्र चाहिँ एक्लै खायो फेरि आफू चढेर आफै खाँदो यार। किन काफलको एउटा मात्र थियो बाबु? ल हाम्रो काफल खाने ठाउँमा फाइनली पुगिसकेका छौँ हामी। उहाँ हाम्रो भाइले खाइसक्यो। पहिला देखाएर देखाऊ के खायो। ल आधा ग्याङ हाम्रो माथितिर हुनुहुन्छ। उहाँ रुक्छु ल रोक खै ओ झडीको बाइकको काफल ठुक्क मात्र छ। 2 बेर खाला 2 बेर झऱ्यो यार। वा मोबाइल नयाँ देख्छु त बाबु। नयाँ यसरी खाने काफल मिठो भइरहेको छैन। ओहो सर काफल मिठो भइरहेको छैन सर। खोइ हाम्रो छैन त फेरि काफल। लिउ ओहो दाइ धन्यवाद दाइ काफल दिनु भएकोमा। हाम्रो सरकार हाम्रो चाहिँ यस्तो गरेर काँचो नखाएको पाएको मात्रै हो। हग्न बसेर खाएर जुत्ता किनेर बल्ल एउटा चप यहाँको पानी खानालाई कलङ्गीबाट मान्छे आउँछ। कहाँको कुदेको जाम न त नि ऊ यहाँ माथि के गर्ने त तपाईँ कैलाली ग्याङ त सबै त्यहीँ आउने हो। जेठानलाई घुमाउन ल्याइसकेपछि एउटा आफू चाहिँ यस्तो जुत्ता लाउने अनि ज्वाइँलाई चाहिँ चप्पलमा ल्याएपछि चुट्टिँदैन। गाह्रो छ हजुर। जेठान हो ज्वाइँ भन्नु ज्वाइँले यस्तो लाउने
जेठानलाई चप्पल काठमाडौँ भ्यू है यहाँबाट आमामामा भिडियो चाहिँ स्टार्ट भइसकेको छ हाम्रो जीवन बामले बाइक चलाउँदै हुनुहुन्छ पछाडिको ब्रेक थिच्नु न त चाहिँ ब्रेक कहाँ हुन्छ थाहा छैन बाइक चलाउँछु अरे ल कमन एभ्रिवान ल ल ल ल ल लग्यो लग्यो ल ल ल बामले लग्यो ल ल जाउँ हाम्रो यता असिम सर हुनुहुन्छ म त पछाडि बस्दैन हिँड्नु न हिँड्दै आउँछु म यो उकालो उकाल्नु ए ल तेस्रो बनाउँदा केही फरक पर्दैन बस्नु हामी स्कुटरमा जाने क्या जय जेठानलाई बाइक यत्रो नगर्नु त जय जेठान ठ्याक्क मिलिजुली गर्नुपर्छ भने थाहा छैन पाउनु न यहाँ चप्पल पनि छैन हाम्रो दाइको त चप्पल यसमै जाने तिरपल्लोट हुँदैन हावा कुरो नगर्नु यहाँ त म चमासम्म गर्दिनँ जानु बस्नु होइन भन्नु नि तपाईँ हजुर ल हेलमेट लिनु न एउटा लाउन मान्नु पर्यो नि लाउन त्यो चप्पल त्यति भयो हुन्छ क्या लाउनु त यो हेलमेट लिनु सर त्यो चाहिँ लाउन यो चाहिँ त्यो कोरिन्छ भने हाम्रो चाहिँ अब यहाँ जीवन दाईलाई ट्याक्क फुल टिपेर दिनु पऱ्यो है ल फुलै टिपी भने जसरी मैले चाहिँ फुल लिएर जाँदैछु जीवन बमलाई दिनलाई ल ओ थ्याङ्क यू मेरो भाइ आई लभ यु आई लभ यु टु यो क्याफे फोयो र टिएनडीबाट हुक्का तानेर आएको यो जङ्गलको धुवा भ्यू हेर्नको लागि फुल पुरै धुवा भइसक्यो माथिलाई हाम्रो सचिन भाइ हाम्रो सालाजी भेट भएका छौँ हामी डाँडामा अब जान्छौँ हामी काँडा घारीतिर पानी खान होइन त ल जाऊँ न त ल सालाजी ल ल ल मेरो भाइ हेर ल ल मुलको पानी रे मुलको पानी छोरी रोज्नु कुलको हजुर पानी खानु मुलको त्यसो के भन्छ कहाँ त पानी खानु गाइस हामी फाइनली काबल खाएर आइसकेका छौँ अब हामी फोटो खिचायो होइन यार हामी बतासे डाँडामा आएर बतास खाइसकेका छौँ बतास खाएर हाम्रो भुँडी पनि यत्रो भइसक्यो अब यो भुँडी ढल्काउँदै हामी घर जाँदैछौँ सालो छुट्टी गयो मेरो सब गाई हामी चाहिँ यहाँनिर ल सुकुटी खानलाई छिरिसकेका छौँ सुकुटीवाला अर्डर हुँदैछ यहाँनिर भान्सानीतिर बस्दैछन् जेठान साहब के हुँदैछ त बबाल हुँदैछ होइन ल एकदम जेठानको पनि बबाल हुँदैछ अरे हाम्रो पनि बबाल मिमा सर ठिक छ होइन भान्दा फेरि उता बिजी हुनुहुन्छ फेरि उता है अब उहाँको फेरि के कुरा गर्नु फेरि म चाहिँ हल्का यता छु है छोरी हान्सम भएर पनि यता बस्नै पऱ्यो फेरि गाह्रो छ गाइस अब हाम्रो यहाँ कुक पार्टी भइरहेको छ यसपछि हाम्रो स्विमिङ पार्टी होइन त्यसपछि स्विमिङ पार्टी अहिले चाहिँ कुक पार्टी एकछिनमा घर गएर रेस्टुरेन्टमा हुन्छ भाँडा धुने पार्टी ल सुख दुःख लाइफ यस्तै छ आज त्यहाँ जीवन दाइ ल पाङ्राको चिकन बबको सुकुटी पोर्क आउँदै हो ए हस् ल खाएर हेर बाबु ओहो अनि के हालेर बनायो यस्तो मिठो
बवाल लगाएछ हाम्रो खाजा आइसकेको छ होइन जुन दुनियाँभरिको तेल हुन्छ हाम्रो यस्तो खाने हुन्छ ए हामीले त हो ज्वाइने चाहिँ ल फाइनली अब हामी जान लागेका छौँ खाजा पानी भइसकेको छ अनि बाबु त्यो स्कुटी पनि बनाउनु छ फेरि कहाँ बनाउनु स्कुटर त अब भाइ ल ल विशाल भाइ ल थ्याङ्क यू यस्तो मिठो खाजा खायो है पैसा तिरेर आऊ ल बाबु ल जाउँ। बाबु रोक्नु म अगाडि जान्छु कि ओ ल उहाँलाई त्यतिसम्म चाहिँ ननिकालौँ ल उहाँ फेरि उहाँ गएर अर्कै छ है सानो स्ट्रिक्टली प्रोहिबिट के रे ल एकटा ल ठिक छ नि होइन घुमेको आजको शनिबारको दिन एकदम रमाइलो भएर शनिबारको यात्रा सबैको रमाइलो होस् सुख होस् सबैलाई ह्याप्पी स्याटरडे साँचेर माया जिन्दगीभर एभ्रिवान हामी चाहिँ यहाँबाट अब क्याबेतर्फ फर्किरहेका छौँ आजको हाम्रो शनिबारको डे एन्ड ब्लग बबाल भिडियो मेरो सालासँग होइन सालालाई 2 पप्पी मैले डाँडातिर हानिदिइसकेँ अब हामी काठमाडौँ सिटीतिर छिरिसकेका छौँ काठमाडौँ सिटीमा चाहिँ पप्पी खान मिल्दैन त्यही भएर मैले डाँडामा खाइदिइसकेँ आजको मेरो ब्लग र भिडियो के कस्तो भयो र सल्लाह सुझाव हजुरहरूले दिनुहोला भिडियो र कन्टेन्टमा हाल्दै गर्नेछु र मेरो भिडियोको अन्तिमसम्म बनेर मलाई साथ सपोर्ट दिएकोमा र मेरो भिडियोको अन्तिमसम्म बनिदिएकोमा थ्याङ्क यू सो मच सबैजनालाई यस्तै गरेर माया र यस्तै गरेर साथ सपोर्ट दिइरहनु होला भन्दै आजका 2-4 शब्दहरू मेरो यहीँ सकाउँदै सालालाई लास्ट एउटा फाइनल कि साला उठे तपाईँको ओटमा खाइदिँदै खतम गर्छु हस् त धन्यवाद नमस्कार एभ्रिवान।